माननीय मन्त्रीज्यू तपाईँलाई धेरै स्वागत छ हाम्रो समितिलाई स्वीकार गरेर आइदिनु भएको छ अब पिएचडी बाँकी कुरा दिनु नमस्ते हाम्रो यहाँ श्रीमती विद्यालय विद्यालयको नाताले स्वीकार गरेर आइदिनु स्वागत छ हजुरलाई सूर्य पेन्सिल आइदिनु लाख माछा कुरा यसमा छ कमन मात्रै यसमा 31 लाख कमनको कुरा छ अनि त्यसपछि उता चाहिँ ग्रास 43 लाख माछा कुरा चाहिँ त्यो अर्को एउटा पोखरीमा छ भनेपछि अलग अलग पोखरीमा अलग अनि अहिले चाहिँ एउटा सानो प्रोजेक्ट त्यो कुनामा चाहिँ ज्ञान केन्द्रले कृषि ज्ञान केन्द्रले एउटा चाहिँ मल्चिङ सिस्टम चाहिँ गरेर चाहिँ ओक्रा खेती गर्दैछौँ ओक्रा खेती ओक्रा भनेको खासमा भिन्डी नै हो बडी भिन्डी एउटा नमुनाको रूपमा चाहिँ मल्चिङ अहिले दक्षिण कोरियाले पनि एउटा उनीहरूको अगुवाईमा एउटा विशेष कार्यक्रमहरू उहाँहरूले गरिदिनुहुन्छ भने आज यो सुनसरी जिल्लाको यो क्षेत्रमा एउटा उदाहरणीय काम गर्ने प्रयास गरेको छ पारिवारिक निजी वन सङ्घ नेपाल र यस अन्तर्गत रहेका अझै हामी 7-8 वटा संस्थाहरू यसमा सहभागी भएको छ यसमा सबैभन्दा पहिले म धन्यवाद दिन चाहन्छु चुरे उत्थानशील आयोजनाका प्रमुख राजकुमार गुप्ताजी उहाँको इनिसिएसनबाट यो कार्यक्रम अगाडि बढेको हो त्यसैगरी वन पर्यटन तथा वातावरण मन्त्री र उहाँको टिमलाई विशेष धन्यवाद दिन चाहन्छु जसको उपस्थितिले गर्दाखेरि यो कार्यक्रम आज भव्य र सफल हुनेवाला छ उहाँहरूको विशेष योगदान रहेको छ त्यो योगदानको बारेमा हाम्रो अध्यक्षले पनि भन्नुहुनेछ र आज यस्तो विषम परिस्थितिमा यस्तो चाहिँ चाइल्ड प्रोग्राममा सबैतिर कार्यक्रम भएको यस परिवेशमा पनि समय निकालेर मन्त्रीज्यूको यो आगमनले सरहरूको चाहिँ आगमनले पत्रकारजीहरूको आगमनले र विद्यार्थी सरहरूको आगमनले र स्थानीय जनताको आगमनले गर्दाखेरि यो कार्यक्रम चाहिँ सफल हुन गइरहेको छ र त्यसो भएको कारणले गर्दाखेरि आज म यहाँ 2-3 कुरा चाहिँ थप कुरा के गर्न चाहन्छु भने आज यो विश्व वातावरण दिवसमा आज प्लास्टिक प्रदूषण न्यूनीकरण एउटा मुख्य दायित्व हाम्रो सबैको हो भनेर चाहिँ एउटा जनचेतना जगाउने उद्देश्यले अब प्लास्टिक बिना त हामी बाँच्न सक्दैनौँ तर पनि यो प्लास्टिकलाई न्यूनीकरण गर्ने प्रयास चाहिँ गर्न सक्यो भने रिड्युस गर्न सक्यो भने रियुज गर्न सक्यो भने रिफ्युज गर्न सक्यो भने धेरैभन्दा धेरै हामी यो पोल्युसनबाट चाहिँ रोकथाम गर्न सक्छौँ पोल्युसन भनेको के हो त भन्दाखेरि अनवान्टेड थिङ्स इन अनवान्टेड प्लेस इन अनवान्टेड टाइम भन्छ त्यसो भएको कारणले गर्दाखेरि यहाँले हार्दिक तालीद्वारा हार्दिक स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथिज्यूहरूलाई ब्याज र मालाले स्वागत गर्ने कार्यक्रम चलिरहेको छ त्यसैगरी अतिथि आसन गर्ने काममा मैले थोरै जोडेँ सुनसरी बहुउद्देश्य कृषि फर्मका सञ्चालक अनिल कुमार चौधरीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु एबी न्यूज टेलिभिजनका पत्रकार दीपक कार्कीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु महानुभावहरूलाई राष्ट्रिय गानमा सरेक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु सबैको कल्याण होस् वातावरण स्वच्छ राम्रो
भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद। कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख श्री नीलकमल सिंहज्यूलाई हार्दिक अनुरोध गर्दछु। प्रकृतिले दिएको चिज छ त्यसलाई कसरी संरक्षण गर्ने यो उद्देश्य लिएर हाम्रो विश्व वातावरण दिवस मनाइन्छ, जुन आज पनि संयोगवश 5 जुनको यो प्रत्येक 140 भन्दा बढी देशले यो विश्व वातावरण दिवस मनाएको छ। शुभकामना मन्तव्य राखिदिन हुनाका निमित्त पारिवारिक निजी वन संघ नेपालका वरिष्ठ उपाध्यक्ष श्री इन्दिरा घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। र म फेरि पनि दोहोऱ्याउन चाहन्छु, हामीले आज यो अभियान अन्तर्गत कसरी बिरुवाहरू वृक्षारोपण गर्दै अगाडि बढेर जान्छौँ, त्यो बिरुवाहरू चाहिँ संरक्षणको दायित्व चाहिँ यहाँको समुदायले एकदमै लिनुहुनेछ। इटली कोशी प्रदेशका प्रमुखज्यूलाई यो कापी हस्तान्तरण गरिदिन हुनका लागि र विद्यालयका प्रभाज्यूलाई यो एकमुष्ट रूपमा लिइदिन हुनका लागि हार्दिक अनुरोध गर्दछु। यहाँ सूर्य उत्थानशील आयोजनाबाट यस छिमेकी विद्यालयका लागि कापी हस्तान्तरणको कार्यक्रम चलिरहेको छ। यो प्रायोजन गर्नुहुने सूर्य उत्थानशील आयोजनाका कार्यालय प्रमुख तथा उहाँहरूको कार्यालयलाई हार्दिक धन्यवाद सहित ताली बजाएर स्वागत गरिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछु। विश्व वातावरण दिवस, प्लास्टिक प्रदूषण न्यूनीकरण हाम्रो दायित्व। एक परिवार एक निजी वन। मेरो पार्टी तपाईँको पार्टी त सँगै छँदैछ सरकारमा, तर अलिकति बढी जिम्मेवारी तपाईँ लिनुपर्छ। यो आउने 1 वर्षमा फेरि उहाँले उपाध्यायजीले भन्नुभयो नि, 1 वर्षपछि आउँदा त्यो हुर्किएको फस्टाएको देख्न पाउनुपर्छ। हो त्यो बेलामा त्यो बाटो पनि पिछैबाट हिँडेर आउनुपर्छ। मेरो पनि मान्यता हो। तपाईँले भने मैले यो प्रस्ताव पेश छ, फेरि सूची पनि ब्याङ्कमा पनि छ, त्यहाँ दर्ता पनि गराएको छ मैले। हरिनगरा 4 तपाईँको क्षेत्र नाम छ अगाडि है, हरिनगरा 4 लास्टमा आएर वीरनारायण चौधरी र यो के अरे सीताराम चौधरीको घर रोटोल भन्दै अन्त भएको छ कठले भनेर, त्यसमा त्यो शीर्षकमा यस कार्यक्रमका प्रमुख अतिथिज्यूलाई शुभकामना मन्तव्य राखिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछु। आफ्नो जग्गा जमिन हुँदा हुँदै सबै चिज बाटोमै गर्नुहुन्छ। गाईको गोबरदेखि लिएर विभिन्न दाउरा सौरा सबै चिज तपाईँहरू बाटोमै गर्नुहुन्छ। यसको शिक्षा कसले दिने, यसको बुद्धि कसले दिने तपाईँहरूलाई? बाटो नबनाउँदा मान्य यहाँ आउनु भएको छ, मान्यलाई गाली गर्नुहुन्छ। तपाईँले के गर्नुभयो? यो बाटो किन बनाइदिनु भएन? अब बाटो पछि गराइदिनुहुन्छ, त्यो बाटोमा तपाईँ घरको सम्पूर्ण चिज राख्नुहुन्छ, मान्छे हिँड्दै पाउँदैन। महानुभावहरूलाई मैले हार्दिक धन्यवाद र कार्यक्रमको सफल भएको पनि शुभकामना दिँदै म आफ्नो विचारलाई अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार, जय। पारिवारिक निजी वन संघका संघीय वरिष्ठ उपाध्यक्षज्यूलाई वितरण गरिसक्नु भएको छ। प्रदेशका पदाधिकारी सदस्यज्यूहरू, जिल्ला शाखाका अध्यक्षज्यूहरूलाई पनि लिइदिन हुनका लागि हार्दिक अनुरोध गर्दछु। र कार्यक्रम सञ्चालन कार्यक्रम अन्तिम चरणमा पुगिसकेको हुँदा यस कार्यक्रमलाई धन्यवाद ज्ञापन सहित कार्यक्रमको समापन गरिदिन हुनका लागि पारिवारिक निजी वन संघ कोशी प्रदेशका अध्यक्ष गोपाल भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दै पारिवारिक निजी वन संघ कोशी प्रदेशको उपसचिव म लोकेन्द्र डाँगी पनि बिदा हुनुभन्दा अगाडि धन्यवाद दिँदै म यो कार्यक्रममा विशेष सक्रियताका साथ
चाहिँ जुन एउटा क्रियाशील हुनुहुन्छ हाम्रो पारिवारिक निजीवन कोशी प्रदेशका सचिव उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र त्यस्तै यो कार्यक्रमलाई विशेष समन्वय गर्नको लागि विशेष सहजीकरणको लागि केन्द्रीय समिति चाहिँ आफ्नो जिम्मेवारी भए तापनि यो कोशी प्रदेशकोमा चाहिँ विशेष ध्यान दिएर हामीलाई यहाँ जुन एउटा माटो हाल्न चाहियो क्या यहाँ फोटो लिदिनु पर्यो। यो अन्तिम चाहिँ क्लिप चाहिँ हालिदिनु त्यो माथिको पहिले खाजा ल ल ल आउनु आउनु छिटो आउनु फटाफट सबै आउनु रे गे आउनु तखने बिजी छ नि उमर भीड़ भाड़ में जाई त हुँदै यार कहाँ जाँदै झोरी छ मार्केट